साथीहरू नमस्ते। सुशीला किचनमा फेरि पनि आज मैले हजुरहरूलाई नयाँ रेसिपी लिएर आएको छु। साउने सङ्क्रान्ति साथीहरू आज पनि मलाई मम्मीले बोलाउनु भएको थियो साउने सङ्क्रान्तिको लागि। मम्मीले सबै दिदीबहिनीलाई मलाई बोलाउनु भएको थियो अनि त्यसैमा हामीले कति खाना परिकार बनाछन् हेर्नुहोस् साथीहरू। मिठो मिठो यम्मी खाना नि साथीहरू। धेरैजनाले त अब 3-4जनाले बार्नुभएको थियो साउने सङ्क्रान्तिको लागि। अनि उहाँहरूलाई हामीले लौका र आलुको सब्जी बनाइदियौँ साथीहरू हेर्नुहोस्। अनि त्यसपछि माछा पुऱ्याउने यताउता गर्दा दिदीबहिनी सबै भएर खाना बनाउँछ त हेर्नुहोस्। हामी त कति छिटो खाना पकाएको पनि थाहा नपाएर छिटो खाना बनाउँदै अनि एकछिनमा मेरो थाली रेडी गर्न त नानी गर्नुभयो दिदीहरूले। उहाँहरूले पनि हेर्नुहुन्छ नि त मेरो भिडियो। अनि थाली रेडी गर्न हिँडेर नानी भन्नुभयो दिदीहरूले। अनि त्यसपछि मैले थाली रेडी गराएँ। हेर्न सक्नुहुन्छ हजुरहरूले। खाएर साथीहरू बाई बाई।